फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा नेपाली कथानक चलचित्र झरीपछिको इन्द्रेणी प्रदर्शनमा आएको छ। चलचित्रको सुरुवात भने अपेक्षाकृत भएको देखिँदैन, तर चलचित्र हेर्ने अधिकांश दर्शकले भने चलचित्रको खुलेर प्रशंसा गरिरहेका छन्। धेरैले हलिउडको बहुप्रतीक्षित चलचित्र अवतार 3 को चेपुवामा परेको भनिरहेका बेला चलचित्रले प्रचार प्रसारमा भने त्यति चासो राखेको देखिँदैन। आउनुहोस् लागौं रिपोर्टतर्फ। चर्चित कलाकार अर्जुन घिमिरे पाण्डेको डेब्यू निर्देशन रहेको चलचित्र झरीपछिको इन्द्रेणी यसै शुक्रबारबाट प्रदर्शनमा आएको छ। चलचित्रमा गणेश सुप्रेती, रमेश सुप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियाना आचार्य मुन्नी लगायत कलाकारको अभिनय रहेको छ। करिब 9 वर्षपछि चलचित्र झरीपछिको इन्द्रेणीमा गणेश उप्रेतीले कमब्याक गरेका हुन्। यसै चलचित्रबाट विमोचन दवाडी, जेसिका पोखरेलले डेब्यू गरेका छन्। झरीपछिको इन्द्रेणीले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा परेको प्रभाव र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाएको छ। एक इमानदार कर्मचारी र बाबुको संघर्षको कथामा चलचित्र बनेको हो। चलचित्र हेर्ने अधिकांश दर्शकले खुलेर प्रशंसा गरेका छन्। झरीपछिको इन्द्रेणी हलिउडको चलचित्र अवतार 3 सँग एकसाथ प्रदर्शनमा आएको हो। अब हेर्न बाँकी छ बक्स अफिसमा झरीपछिको इन्द्रेणीले कस्तो व्यापार गर्ने हो। फिल्मी अड्डा, गसिपदेखि बक्स अफिससम्म।